धेरै दिन वाला आलुको पकौडा खान मन लागिरहेको थियो। मौसम पनि चिसो चिसो थियो अनि मैले आलु सुन्न राखिदिएँ खाइहालौँ भनेर। अनि मैले यता प्याज छिल्न लाएँ, प्याज पनि मिसाइहालौँ भनेर मैले सबै प्याज चाहिँ मिसाउन्न, त्यही भएर। अनि यस्तो प्याजलाई चाहिँ लामो लामो सेपमा काट्ने, यो पहिलाको चाहिँ बिग्रियो कसरी काटौँ भन्ने गर्थेँ। अनि पछि सम्झेँ अनि त्यसमा थोरै खुर्सानी पनि काटेर राखेँ मैले, प्याज पनि मिक्स गरेँ। अनि त्यसपछि अब आफूले चाहेअनुसार अनि आफूले स्वाद अनुसार नुन राख्ने, नुन राख्ने। अनि त्यसपछि मैले फेरि बेसनको छुट्टै घोल बनाउँछु। छुट्टै घोल बनाएर गर्दाखेरि चाहिँ नि बाहिर कभर जस्तो हुन्छ कि भित्र आलु हुन्छ अनि मिठो हुन्छ कि मिठो लाग्छ त्यसरी। हुँदाखेरि मैले चाहिँ त्यसमा मिक्स गर्दिनँ। अब कसैले त्यसमा पनि मिक्स गरेर पनि बनाउनुहुन्छ, मैले चाहिँ मिक्स गर्दिनँ। त्यसपछि अब कति मिठो मिठो कलर सो गरेको छ। मैले हल्का फुड कलर पनि राखेको थिएँ, त्यति त राखिदिनँ। अब त्यो थोरै कहिलेकाहीँ बनाउँदा केही फरक पर्दैन भनेर चाहिँ थोरै फुड कलर राखेँ। हेर्नु कति के कस्तो खाम है। अब त्यसपछि अनि त त्यसपछि अब चाय नबनाउने त कुरै हुँदैन। यो चिसो मौसममा चाय बिना त पकौडा अधुरै हुन्छ। त्यही भएर अनि बुवालाई कस्तो छ भनेर सोधिरहेको थिएँ। अब यताको केटाकेटी पनि मक्खै छन्, हाँसिरहेछन्, आज पकौडा खान पायो। नानी पनि मक्खै छिन्, बाबुले मेरो पनि देखाइ